या देवी सर्वभूतेषु सिद्धिदात्री रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। लाउदलनी निजसोलमारीमा सार्वजनिक दुर्गा पूजा र दशैं सम्मेलनको रजत जयन्तीमा गोरेटो स्मृति ग्रन्थ विमोचन। विश्वनाथको लाउदलनी निजसोलमारी लोकनाथ अधिकारी स्मृति रंगमञ्च प्राङ्गणमा 2 अक्टोबरका दिन तेजश्री कलाकार जुबिन गर्ग र सुधाकण्ठ डाक्टर भूपेन हाजरिका र कमरेड अधिकारीलाई श्रद्धाञ्जली अर्पण गरेपछि विष्णु शर्मा खतिवडाले सम्पादन गरेको गोरेटो नामक स्मृति ग्रन्थ विशिष्ट शिक्षाविद तथा साहित्यिक चन्द्र लुइटेलको बाहुबलीबाट विमोचन गरिन्छ। उक्त सभामा विशिष्ट साहित्यकार हरि लुइटेल प्रमुख वक्ताको रूपमा उपस्थित हुनुहुन्थ्यो भने विभिन्न अहोदामा रहनुभएका व्यक्तित्वहरूको समागम रहेको थियो। गंगा पराजुलीले सभापतित्व गरेको ग्रन्थ लोकार्पण सभा प्रदीप पराजुलीले सञ्चालन गर्नुभएको थियो। गौरवको कुरो हो आज यो सार्वजनिक दुर्गोत्सव र दशैं उत्सवको रजत जयन्ती समारोहमा गोरेटो नामक एउटा स्मृति ग्रन्थ लोकार्पित भएको छ। लाउदलनी गाउँ भन्नाले आज भन्दा 40-50 वर्ष अघिल्तिर जानु हो भनेदेखि यहाँबाट आउने खेतका आलीबाट यता आइन्थ्यो, उता नदीको डिलडिलबाट आउने गरिन्थ्यो। त्यस्तो एक ठाउँमा 1968 सनमै 8औं कक्षामा पढिरहेका छात्र द्रोण प्रसाद शर्मा र त्यस बेलाका उहाँका सहपाठी सायद लखी पराजुली हुनुहुन्थ्यो। उहाँहरूको अगुवाईमा यहाँ महेन्द्र पुस्तकालय स्थापित गर्नुभएको थियो। अरू 1970 सनदेखि नै यहाँ सांस्कृतिक उत्थान भएको कुरो हामीहरूले जान्न पाएका छौँ। त्यसमा पनि उहाँहरू नै अग्रणी भूमिका लिनुहुन्थ्यो। उहाँहरूले गेलापोखरीमा गएर पनि विभिन्न खालको सांस्कृतिक अनुष्ठानमा यस गाउँका आबाल वृद्ध वनिताहरूले सहयोग गर्नुभएको छ। यस्तो एक मुहूर्तमा हामी त्यस बेलाका दुर्गा प्रसाद गौतम, भद्रकान्त पराजुली, दिल्लीराम शर्मा, जयनारायण शर्मा यस्ता व्यक्तिलाई सम्झिने एउटा मुहूर्त भेटेका छौँ, जसका प्रयासले गर्दा हुँदै आजको युवा प्रजन्मले एउटा प्रेरणा भेटो अघि सर्ने र उहाँहरू सधैँ नै नमस्य हुनुहुन्छ। यो जुन हाम्रो स्मारिका निस्किएको छ त्यो स्मारिकाले यी सबै अतीत घटनाहरूलाई समेटेको छ। यस गाउँको इतिहासलाई, यसको उन्नतिलाई समेटेको छ। हामी गर्वान्वित छौँ कि यस स्मृति ग्रन्थले यस गाउँको एउटा यो दशी भएर रहनेछ र यस गाउँको अतीतको मञ्चलाई सधैँ सम्झनामा दिलाइरहनेछ। हामी यही नै सम्झिन्छौँ र आउने पिँढीले यसबाट अघि बढ्ने प्रेरणाहरू भेट्नेछ। सार्वजनिक दुर्गोत्सव तथा दशैं सम्मेलनको गोरेटो स्मृति ग्रन्थ रूपाली जयन्ती समारोह उपलक्ष्यमा प्रकाश गरिएको यसले एउटा इतिहास, दर्बिलो इतिहास बोकेको छ। साह्रै राम्रो लागेको छ। यहाँको जुन प्रतिभाहरू, यो भेगका ससाना भाइ बहिनीहरूको जुन प्रतिभा हो त्यो प्रतिभा पनि यहाँ झल्केको पाइन्छ। धन्यवाद। 2025 सनको जुन रूपाली जयन्ती अनुष्ठान हो, यो अनुष्ठानमा हामीले पहिल्यैदेखि अलिक प्रस्तुति लिइरहेथ्यौँ। त्यसमा हामीहरूको क्रियाको खेलकुदको जुन कार्यखुसी त्यो हामीहरूले ग्रहण गऱ्यौँ। त्यहाँबाट हामीहरूको सांस्कृतिक दिशमा जुन कार्यखुसीहरू थिए, असमको जुन दार्शनिक शिल्पी जुबिन गार्गको जुन अकाल मृत्यु भयो, त्यसले गर्दाखेरि सांस्कृतिक दिश हामीहरूले बाद दियौँ र साहित्यको क्षेत्रमा हामीहरूको विभिन्न प्रतियोगिताहरू, कवितादेखि लिएर विभिन्न प्रतियोगिताहरू हामीहरूले गऱ्यौँ र गए 30 तारिक हामीले एउटा आलोचना सभा असमको शिक्षा व्यवस्था र अर्थनीति, ग्राम्य अर्थनीति सम्पर्कमा एउटा आलोचना सत्र गऱ्यौँ। त्यहाँबाट आज हाम्रो मूल सभाका जुन कार्यखुसीहरू हुन् त्यसमा मूल एउटा कार्यखुसी हाम्रो गोरेटो, हामीले गएका समयमा प्रासीद पत्रिकाबाट जाँदै जाँदै गोरेटोलाई पूर्णाङ्ग एउटा स्मृति ग्रन्थका रूपमा निकाल्न सक्षम भयौँ। यस क्षेत्रमा हाम्रा महानुभावहरूले बहुतजनाले सहाय गर्नुमा, विशेष गरी म भन्छु जे हाम्रा सम्पादकको दायित्व पालन गर्नेले उहाँले पालन गरेर अरू साथै गोटै सम्पादनाको गोटै रूपदेखि लिएर विभिन्न दिहा परामर्श दिएर प्रेसमा बसेर चन्द्र लुइटेलजीले यो गोरेटोको उपहार
हामीलाई दिनुभएको छ र यस्तै खालका हामीहरूले कार्यखुसी ग्रहण गर्यौँ। सम्पादनाका क्षेत्रमा यहाँ हामीले 2-4 वर्ष अगाडिदेखि नै चेष्टा एउटा गरेका हौँ। त्यसको चेष्टाको हामीले आरम्भ नै गऱ्यौँ। गोरेटो जुन प्राचीर पत्रिका हामीले उन्मोचन गरेर गाउँका जुन प्रतिभा छन्, उठिएका छात्रछात्री छन्, छात्रछात्रीलाई हामीले उहाँहरूको भित्रको जुन प्रतिभा हो त्यो विकास गर्न हामीले सुझाव दिएका थियौँ, अनुप्रेरणा दिएका थियौँ। त्यसरी नै उहाँहरूले छात्रछात्रीले हाम्रा 2-1 जना जान्ने मान्छेले लेखेर हामीले 2007-8 वर्ष तकका पछाडि हामीले त्यहाँदेखि हामीले सुरु गऱ्यौँ। त्यो धेरै दिनपछि हामीलाई एउटा अनुभव भयो जे हामीले यसलाई दलिल आकारमा एउटा किताब आकारमा हामीले प्रकाश गरेदेखि सधैँ हाम्रा माझ रहन्थ्यो। बाहिर अरू मान्छेले हाम्रो गाउँ हाम्रो विषयहरू जान्ने एउटा मौका पाउने थिए। त्यही अनुसार हामीले गएको डिसेम्बर महिनामा हामीले 2024 को डिसेम्बर महिनामा हामीले रूपाली जयन्ती उद्यापन कमिटी एउटा गठन गऱ्यौँ। त्यही नै हाम्रो स्मृति ग्रन्थ प्रकाशन गर्नका लागि एउटा सानो कमिटी बनाइदिया गयो, प्रकाशन कमिटी। त्यसमा सम्पादकको दायित्व मलाई दिनुभयो। त्यही मुताबिक हामीले लेखाहरू माग्दै हाम्रा जुन पुराना मान्छे छन्, हाम्रो गाउँको स्मृतिहरू जडित भएका व्यक्तिहरूसँग, विशिष्ट व्यक्तिहरूसँग हामीले उहाँहरूको छेउमा गयौँ, लेखाहरू माग्यौँ, हाम्रा कुराहरू राख्यौँ। उहाँहरूले हाम्रो जुन माग हो त्यसलाई सही तरिकाले बुझेर सम्झेर उहाँहरूले आफ्नो अमूल्य समय खर्च गरेर हामीलाई लेखाहरू दिनुभयो। त्यही मुताबिक हामीले काम सुरु गऱ्यौँ। त्यसका पछाडि हामीले अनुभव गऱ्यौँ, त्यो 2-4 वर्ष अगाडि नै अनुभव गरेका थियौँ चाहिँ हाम्रो जुन गाउँको आरम्भनी हो, स्वर्गीय दत्ताराम मिश्रका जुन परियालले सुरु गरेको आरम्भनी गाउँ, त्यसका पछाडि आज हामी 2025 मा रूपाली जयन्ती वर्ष उद्यापन गर्दैछौँ। हामी फर्केर हेर्दाखेरि देख्दछौँ त्यतिखेर 1961 सनमा प्रथम एलपी स्कुलमा जाने हाम्रा अग्रज दुर्गाप्रसाद गौतमसँग हामी भेट गर्न जाँदाखेरि, उहाँसँग लेखा माग्न जाँदाखेरि, हाम्रो गाउँको इतिहास सम्पर्कमा हामीले जान्न खोज्दाखेरि उहाँबाट नजानेको हामीले आफू नजानेको कतिपय कुरा जान्न पाइयो। त्यो कुरा सुन्दाखेरि मलाई भित्रबाट नै कतिपय तरमाने ऊ आयो, तरमाने एक खालको दुःख हो, एक खालको हर्ष भएको थियो। जस्तै उहाँले 1971 सनमा आरम्भ गरेको लाइब्रेरी, महेन्द्र पोथी बराल भनेर आरम्भ गरेको लाइब्रेरी, एकजना 8ौँ श्रेणीमा पढ्ने छात्रले आरम्भ गरेको लाइब्रेरी आज हाम्रो नजरमा, हाम्रा उपस्थितिमा त्यो लाइब्रेरी उपस्थिति छैन। त्यहाँ माझमा विभिन्न कुराहरू छन्, हाम्रो अवहेला भन्नुपर्छ। हामीले त्यो लाइब्रेरीको भग्नावशेष देख्न पाएका थियौँ। हामी सानो हुँदाखेरि भग्नावशेष देख्न पायौँ। त्यतिखेर हाम्रो गाउँको जुन अवस्था थियो, हामी जसरी हाम्रा अग्रज 2-4 जना शिक्षित थिए, त्यसरी हाम्रा पछिल्ला पर्यायका पिँढीहरू शिक्षित भएनन् सायदै, र त्यो लाइब्रेरी हाम्रो इतिमध्ये हाम्रा बिचमा छैन। त्यसका पछाडि नै हामीले गम पाउन पायौँ जे ती 2-4 जना जुन हाम्रा अग्रजहरू थिए, उहाँहरूले जुन कोसिस गरेका थिए हामीलाई अघि बढाएर लान, हाम्रो आउँदो पिँढीलाई अघि बढाएर लान जुन कोसिस गर्नुभएको थियो, त्यही मात्रै नै हामीहरूको बिचमा आजसम्म हामीहरूले नजानेका कुरा त बहुतै रहेछन्। हाम्रा पछिका सामले नजानेका कुरा बहुत छन् र यी कुराहरू हाम्रा पछिका सामलाई जनाउनका लागि हामीले यो कोसिस हात हाल्यौँ। हामीले कति सफल भयौँ जान्दिनँ। अहिले पाठकवर्गले भन्नुहुन्छ तपाईँहरूले यो स्मृति ग्रन्थ पढ्नु होला, हामीलाई भुल भ्रान्ति त निश्चय हुन्छ। यो पहिला कदम हो हाम्रो गाउँको। यो मेरो मात्र सम्पादना भनेर म भन्न खोज्दिनँ, हाम्रो गाउँको सबैको प्रचेष्टामा भएको हो यो। यहाँ 2-4 भुल त रहन्छ नै, बेसी रहे पनि गठनमूलक परामर्शले तपाईँहरूले यो ग्रहण गर्नुहोला। सबैलाई मैले अनुरोध गरेको ग्रहण गर्नुहोला। त्यति जतिकि हामी भविष्यति अरू तरमाने यस्ता खालका कार्यशैली लिन हामी अघि बढ्न सक्छौँ, प्रेरणा पाउँछौँ, त्यही भन्दै मैले भन्नुपर्ने सक्छु।